ल गाइजहरू यो चाहिँ वारेन्ट पार्क भन्छ है। पार्कमा चाहिँ यो ठुलो ग्राउन्ड, ठुलो फुटबल ग्राउन्ड नै थियो पहिला। अहिले चाहिँ यो सानो सानो बच्चाहरूको ट्रेनिङ गर्नलाई होइन यसरी बनाएको छ गाइजहरू। ल गाइजहरू यता र उता बस ल 9-9जनाको टिम बनाएर खेल्छ बच्चाहरू। ल यो 3-4वटा बनाएको छ ग्राउन्डहरू गाइजहरू। ल 3-4वटा ग्राउन्ड बनाएको छ है। धेरै जस्तो बच्चाहरूको यो ट्रेनिङ मात्रै गर्ने ठाउँ हो। ल यस्तो छ है, फुटबल खेल्ने पार्क मात्र होइन, यहाँ चिल्ड्रेन पार्कहरू पनि राखेको छ बच्चाहरूको लागि। गाइजहरू यहाँ रुख छ है, रुखहरू छ। नेपालमा भयो कि सल्ला भन्छ यसलाई है। कस्तो राम्रो रुख छ कि, सल्लाको रुख भन्छ नेपालमा। यहाँ पनि हुँदो रहेछ। ल सल्लाको रुखहरू छ है। उतापट्टि त्यो बारेर बनाएको ठाउँलाई चाहिँ त्यो चाहिँ यहाँ के हक्की गेम है के भन्छ। ल सल्लाको रुख, कति ठुलो सल्लाको रुख छ गाइजहरू। बच्चाहरू यसरी खेलिरहेको छ है। चिल्ड्रेन पार्क पनि बनाएको छ यहाँ। ल गाइजहरू आजको दृश्य चाहिँ चिल्ड्रेन पार्कतिर छ है। चिल्ड्रेन पार्क प्लस फुटबल ट्रेनिङ गर्ने ठाउँ बच्चाहरूको लागि। ल गाइजहरू यस्तो बनाएको छ। ल पिङ खेल्ने ठाउँ, घुम्न मिल्ने ठाउँ, मर्निङ वाक गर्ने ठाउँहरू। ल यस्तो छ। ल गाइजहरू ल यहाँ चाहिँ यो पात झरेको रुखको अब यो पात पलाउँदैछ। अब यो 1 महिनाभित्रमा सबै पात पलाइसक्छ यो। ल गाइजहरू यहाँ छ, यता चाहिँ पुरै लेडिज ग्रुप रहेछ फुटबल खेल्ने टिमहरू। ल पुरै सम्म छ ठाउँ चाहिँ है, तराईको फाँट जस्तै पुरै सम्म। ल यहाँ चाहिँ पात अस्तिसम्म पात पलाएको थिएन, अहिले पुरै पात पलाइसकेको छ गाइजहरू यो रुखमै। ल यस्तो ठाउँ छ गाइजहरू, हेर्नु होला है। ल